ओके, गुड मर्निङ, गुड आफ्टरनुन एभ्री वान एन्ड वेलकम टु पोडकास्ट। र आज चाहिँ हामीसँग हुनुहुन्छ एकजना जो ब्याकग्राउन्ड साइन्सबाट पनि हो तर कोडिङ पनि गर्नुहुन्छ। सो प्लिज वेलकम हाम्रो मनदीप सर। सर, तपाईँलाई कार्यक्रममा एकदम स्वागत छ। नमस्ते र धन्यवाद। ओके सर, अब स्टार्ट गरौँ है। ओके, तपाईँ हेर्दाखेरि होइन, मैले चाहिँ जस्ट मेनली हेर्दाखेरि अब आइटीकै देखेर होइन, आइटी नलेज भने, बट मैले कहाँसम्म हेर्दै जाँदाखेरि तपाईँको फिजिक्ससँग पनि रिलेटेड भएको देखेको थिएँ क्या। सो यसको चाहिँ के छ मेन खास, तपाईँको ब्याकग्राउन्ड एक्चुअली एजुकेसन ब्याकग्राउन्ड चाहिँ के हो? मेरो एजुकेसन ब्याकग्राउन्ड चाहिँ खासमा बिएससी फिजिक्स हो मैले गरेको चाहिँ। अनि खासमा चाहिँ मैले यो पढाउन थालेको पनि धेरै वर्ष भइसक्यो स्कुलमा चाहिँ। जस्तै मैले पढाएकै नै 11-12 वर्ष भइसक्यो पढाएको नै। अनि अब त्यतिखेर चाहिँ मैले साइन्स म्याथ अप्सन म्याथ त्यो कुराहरू पढाउँथेँ। अनि मेरो फिजिक्समा चाहिँ कस्तो छ भन्दा फिजिक्स चाहिँ मलाई पहिलेदेखि मनपर्ने भएर पनि मैले चाहिँ बिएससी गरेँ। त्यसमा चाहिँ मैले के गरेँ भन्दा युट्युब च्यानल पनि मैले पहिला चाहिँ खोलेको थिएँ फिजिक्सको, जसको नाम चाहिँ क्रिस्टल क्लियर कन्सेप्ट थियो होइन। अनि त्यो खोलिसकेपछि त्यसमा चाहिँ मैले विद्यार्थीहरूलाई फिजिक्स पनि पढाउँथेँ र धेरै विद्यार्थीहरूले त्यसलाई चाहिँ राम्रो पनि भनेको थिएँ। त्यस्तरी चाहिँ हो मेरो ब्याकग्राउन्ड चाहिँ फिजिक्सको पनि हो। अनि प्लस कोडिङ चाहिँ मैले सिकेको चाहिँ आफै सिकेको, आजभन्दा 5-6 वर्ष अगाडि नै मैले सिकेको कोडिङ। अनि त्यसमा चाहिँ कस्तो भन्दा मैले चाहिँ इभन त्यतिखेर चाहिँ 6 महिना 1 वर्ष जति चाहिँ जब पनि गरेको थिएँ एज अ पिएचपी डेभलपर है। त्यतिखेर चाहिँ जब पाउन सजिलो पनि थियो। पिएचपी डेभलपर सिधै मैले चाहिँ जुनियर डेभलपरको चाहिँ जब गरेको थिएँ। त्यसरी चाहिँ मेरो चाहिँ कोडिङको जर्नी सुरु भयो। अनि तपाईँले भन्नुभयो नि जस्तै फिजिक्सबाट यता आइटी सिकेँ, कोडिङ कसैले सिक भनेर हो कि इभन होइन अब सिक्छु भनेर प्यासनै हो त्यो? त्यो चाहिँ मलाई सानोदेखि नै कोडिङ चाहिँ मन पर्थ्यो होइन। तर फिजिक्स धेरै मनपर्ने भएर चाहिँ मैले त्यो कम्प्युटरहरू सम्बन्धी चाहिँ नपढेको हो क्या खासमा चाहिँ। अनि पछि चाहिँ मलाई इन्ट्रेस्ट लाग्यो। अब मान्छेहरूले पनि भने, युट्युबहरूमा पनि हेर्दाखेरि पनि कोडिङ राम्रो छ भनेर पनि भने। अनि त्यसपछि मलाई पनि सिक्न मन लागेर चाहिँ सेल्फ सिक्दै सिक्दै गयो। युट्युब हेरियो, अरू डिफ्रेन्ट डकुमेन्टेसन्सहरू हेरियो, धेरै कुरा हेरेर चाहिँ अनि त्यसरी चाहिँ सिकियो। भनेपछि त एकदम आफै रहरले नि रहेछ होइन त। जस्तै जब त तपाईँले पिएचपीमा पनि खानु भएन, जस्तै टिचिङमा पनि खानु भएन। टिचिङ त कतिलाई सजिलो हुन्छ कतिलाई अप्ठ्यारो भन्छ। टिचिङ र यो डेभलपरमा चाहिँ तपाईँलाई चाहिँ बेस्ट अथवा कुन चाहिँ सजिलो जस्तो लाग्छ या कुन चाहिँ अप्ठ्यारो? मलाई चाहिँ कस्तो लाग्छ भन्दा टिचिङै रमाइलो लाग्छ। किनभने मैले डेभलपरको जब पनि गरेँ, 6 महिना 1 वर्ष गरेँ। तर त्यो गर्दा चाहिँ कस्तो भयो भन्दा मैले डेभलपमेन्ट गर्दाखेरि चाहिँ अब कुनै म्यानेजरको अन्डरमा बसे जस्तो फिल भयो क्या। तर स्कुलमा चाहिँ फरक के हुन्छ भन्दा, हुन त स्कुलमा पनि प्रिन्सिपल हुन्छन्, तर के हुन्छ भन्दा तपाईँ क्लासभित्रै छिरिसकेपछि तपाईँ बोस बन्नुहुन्छ है क्लासको। त्यो भएपछि एउटा फिलिङ आउँछ कि म चाहिँ क्लासको अब एउटा लिडर हो भन्ने फिल आउँछ नि त। त्यसैले गर्दाखेरि मलाई टिचिङै राम्रो लाग्छ। स्कुलमा पढाउनुहुन्छ है? अनि यता कोडिङको पनि तपाईँले ट्युटोरियलहरू दिनुहुँदो रहेछ? चाहिँ मैले बेलुका अहिले मेरो चाहिँ लाइभ क्लास चलिरहेछ पाइथनको, बेलुका 7 बजीदेखि 8 बजीसम्म। त्यो चाहिँ पेड क्लासै हो, त्यो पनि चलिरहेछ। प्लस मैले फ्री भिडियोजहरू पनि बनाउँछु युट्युबको लागि। ओके, जस्तै पेड क्लास चलिरहेछ भन्नु तपाईँले यदि अब मेरो पोडकास्ट हेरेर होइन कोही अब सिक्न चाहन्छ भने के गर्नु पर्यो? कन्ट्याक्ट इन्फो बायोमा दिँदाखेरि हुन्छ हजुरको? मेरो व्हाट्सएप नम्बर दिँदा हुन्छ, त्यसमा मेसेज गरेर चाहिँ उहाँले गर्न सक्नुहुन्छ। तर अहिले चाहिँ पाइथनको क्लास सुरु भएको चाहिँ लगभग 1 महिनाको क्लास हो, 20 दिन बितिसक्यो। अब यसपछि चाहिँ डेटा साइन्सको सुरु हुँदैछ। त्यसमा जोइन गर्ने हो भने चाहिँ अब त्यो चाहिँ चाँडै नै हुँदैछ, त्यसमा जोइन गर्दा हुन्छ नि। प्लस अरू सेसनहरू पनि आइरहेको हुन्छ मेरो कन्टिन्यू। तपाईँको सेसन हुन्छ जस्तै फिजिक्स पढाउनु स्टुडेन्टलाई होइन, अनि स्कुल पढाउनु र कोडिङ सिकाउनु तपाईँलाई के फरक पाउँछ, के जस्तो लाग्छ? यो झन् रमाइलो जिन्दगी जस्तो लाग्छ। किनभने अब दिउँसो मैले पढाउँछु होइन, पढाउँदाखेरि पनि अब आफ्नो एउटा रमाइलो छ। बेलुका कोडिङ गर्दाखेरि पनि त्यसमा चाहिँ के भयो भन्दा म आफ्नो मालिक आफै भएँ नि त। कुनै दिन म बिरामी भयो भने या अल्छी लाग्यो भने मैले आज चाहिँ म सकिनँ भनेर भन्न पाएँ होइन। अब अरूको काम गऱ्यो भने चाहिँ कस्तो हुन्छ भन्दा तपाईँको म कुनै कम्पनीमै कोडिङमा जागिर खाएँ भने त उसको अन्डरमा बसेर गर्नु पऱ्यो नि त। तर यो त म त फ्रिली चाहिँ पढाउन पाएँ नि त स्टुडेन्टलाई। अनि मेरो चाहिँ नेचर कस्तो छ भन्दा अरूलाई सिकाउन सक्ने क्यापेबिलिटी चाहिँ अलिक धेरै छ क्या ममा। जस्तै मैले 12 वर्ष भइसक्यो स्कुल पढाएको पनि, अनि त्यो क्यापेसिटी भएर पनि कोडिङमा चाहिँ स्टुडेन्टहरूले पनि राम्रो चाहिँ भन्छन्। जस्तै तपाईँ फिजिक्स छोडेर जानुभयो कोडिङमा होइन, म चाहिँ टक गर्नुपर्दाखेरि म चाहिँ कोडिङ छोडिरहेको छु कि कोडिङ नसकेर होइन। म चाहिँ के भन्दैछु भने जस्तै म जति कोडिङमा डेभलप हुँदै जान्छु, म जति स्किल्स डेभलप हुँदै जान्छु, त्यति नै एआईले चाहिँ एआई एडभान्स हुँदै जान्छ क्या। सो एआईले जब मार्केट खान्छ भनेर चाहिँ म एकदम कोडिङबाट बाहिर जान खोजिरहेको छु। भनेपछि यो यसको एआईको इफेक्ट चाहिँ पछि कतिको पर्ला कोडिङलाई? हेर्दाखेरि अहिलेसम्म नेपालमा हेर्दाखेरि चाहिँ अब गफ चाहिँ मान्छेहरूले धेरै गर्छन्, तर खासै त्यस्तो फरक परेको अहिलेसम्म चाहिँ देखेको छैन नेपालमा। बाहिरको मार्केटमा चाहिँ अलिअलि फरक परेको जस्तो पनि देखेको छ तपाईँको एआईबाट। तर मैले हेर्दाखेरि चाहिँ मलाई के लाग्छ भन्दा एआई डेभलप भयो भने पनि कोडिङ कम्प्लिटली चाहिँ त्यो
हुँदैन। तर अलिअलि चाहिँ घट्न सक्छ। त्यसमा चाहिँ म पनि सहमत छु। तर कम्प्लिटली कोडिङको चाहिँ अब भोलिबाट चाहिँ सबै कोडरहरू चाहिँ जबलेस भएर सबजना जबलेस भएर बस्ने अवस्था चाहिँ आउँदैन जस्तो लाग्छ मलाई। जस्तै अहिले पनि अब एआई आइसक्यो भने अहिले पनि त राम्रै कोड गर्छ बट एआई चलाउने भनेको त कोडरले नै हो नि त कोडिङ नसिक्नेले त एआईबाट त्यो वेबसाइट बनाउनै सक्दैन अर्को पनि हेर्दाखेरि सर्टेन भ्याकेन्सी हेर्दाखेरि अब तपाईँको फ्रन्ट एन्ड डेभलपरै मागिरहेको छ ब्याक एन्ड डेभलपर फ्लटरहरू सबै मागिरहेको छ अब जस्तै स्टुडेन्टहरू पनि सिक्न चाहन्छ नि त अझै पनि एआई आयो भने हाउ कोडिङमा चाहिँ कसरी एडप्ट हुने कि मैले सम कोडरहरूलाई देखाएको छु होइन उनीहरूले चाहिँ कोडिङलाई प्यासन बनाइरहेको छ होइन लोजिक निकालिरहेछ कतिले चाहिँ तपाईँको सिम्पलै गर्न सकिरहेको छैन सिन्ट्याक्ससँगै फेमिलियर छैन नि त सो हाउ कसरी चाहिँ यो कोडिङसित फेमिलियर हुन सक्छ तपाईँको एक्सपिरियन्स छ नि त अब तपाईँ त कोडिङमा लाग्नुभएको मान्छे त्यो चाहिँ के हो कसरी जान सकिएला मलाई चाहिँ के लाग्छ भन्दा तपाईँको अब दुई तरिकाले पढ्न मिल्छ। एउटा चाहिँ सर्टकट तरिकाले प्रोजेक्टहरू फटाफट बनाएर जब पाउने हिसाबले पढ्यो भने चाहिँ अब चाहिँ जागिर पाउन गाह्रो छ होइन। अब चाहिँ के गर्नुपर्छ भन्दा बेसिकदेखि राम्रोसँग बुझेर मैले जहिले पनि भन्छु कि प्रोजेक्टमा मात्र दौडिनु हुँदैन कि प्रोजेक्टभन्दा अगाडि पहिला बेसिकलाई राम्रोसँग मास्टर गरेर त्यसपछि प्रोजेक्ट सिक्दा पनि त्यो प्रोजेक्टलाई सकाउने हिसाबले मात्र होइन त्यसलाई डिटेलमा बुझ्ने गरी चाहिँ गऱ्यो भने अनि राम्रो हुन्छ कि त्यस्तो लाग्छ। डिटेलमै जाँदाखेरि होइन अब मान्छेले नेपालको अब सिनेरियो हेर्दाखेरि मैले पनि ब्याचलर गरिरहेको छु कोर्स हेर्दाखेरि तपाईँको सी छ अनि कुनैमा जावा कुनैमा सी प्लस प्लस छ अनि एचटिएमएल सिएसएस छ होइन अब जस्तै सिक्नेले कुन ल्याङ्ग्वेज चाहिँ सिक्दा बेस्ट होला कुनबाट जाँदाखेरि चाहिँ एकदम म हजुर अहिले अहिलेको लागि मैले त तिनवटा देखेको छु। तिनवटा ल्याङ्ग्वेज चाहिँ राम्रोसँग सिक्दा हुन्छ। जस्तै पाइथनबाट पनि सुरु गर्न सकिन्छ। एउटा पाइथन अहिले एआईको लागि पाइथन राम्रो छ होइन। अर्को एउटा जाभा स्क्रिप्टको पनि एकदमै डिमान्ड छ जुन नेपालमा सबभन्दा जागिर वेब डेभलपमेन्टमै छ। त्यसको लागि जाभा स्क्रिप्ट चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अनि अर्को एउटा मैले देखाएँ भने चाहिँ जाभा पनि इम्पोर्टेन्ट छ। जाभा चाहिँ तपाईँको कस्तो हुन्छ भन्दा हायर लेभलको इन्टरप्राइज लेभलको चाहिँ सफ्टवेयर बनाइन्छ र सबभन्दा धेरै तलब खाने पनि जाभाकै डेभलपर हुन्छ क्या। सबभन्दा धेरै पैसा चाहिँ त्यसमा छ जाभा डेभलपमेन्टमा। जस्तै तपाईँले चाहिँ जस्तै एक 6 महिना काम गर्नुभएको थियो नि त होइन कोडिङमा तपाईँले त्यति बेला कुन प्रोग्रामिङ ल्याङ्ग्वेजमा गर्नुभएको मैले पिएचपीमा गरेको थिएँ। पिएचपी अनि कोड इग्नाइटर थियो है त्यतिखेर। लाराभेल त्यतिखेर त्यति छन त थियो तर कोड इग्नाइटरमा गर्थ्यो क्या त्यतिखेर मान्छेहरूले। अनि त्यसमा चाहिँ गरेको थिएँ मैले। जस्तै त्यति बेलाको मान्छेलाई अथवा मैले भनौँ न तपाईँको एजको अथवा मभन्दा अलिकति निकै सडन सिनियर एजको जसले चाहिँ राम्रो डेभलप गरिरहेको छ अथवा काम गरिरहेको छ म्याक्सिमम् डेभलपरहरूलाई मैले देखेको चाहिँ त्यो पिएचपी लाराभेल छ नेपालमा होइन पछि जस्तै एआई एडभान्स हुँदै जाँदा योभन्दा त मेसिन लर्निङ बेस्ट हो कि लाराभेलमै पनि गयो भने त अब जबलेसै त हुँदैन होला नि त होइन जबलेसै भइँदैन लाराभेलमा गयो भने पनि। जस्तै एआई धेरै नै डेभलप भयो भने नि मलाई चाहिँ के लाग्छ भित्रैबाट भन्दा पिएचपी लाराभेल डेभलपरको जागिर चाहिँ रहन्छ क्या। किनभने अहिले पनि तपाईँको नेपालमा हेर्नुभयो भने ब्याकएन्डमा हेर्ने भने पिएचपी लाराभेलमै धेरै सफ्टवेयर बनिरहेको हुन्छ। तपाईँले लिङ्कडिनमा हेर्नुभयो भने पनि पिएचपी लाराभेलमा चाहिँ धेरै मैले देखिरहेको हुन्छु क्या। अनि त्यसैले त्यसको चाहिँ मलाई अहिले कम होला जस्तो चाहिँ लाग्दैन। 5-10 वर्ष पनि कम हुँदैन जस्तो लाग्छ है मलाई त्यसको चाहिँ। किनभने त्यो युजफुल नै छ क्या। ब्याकएन्ड भनेको त अलिकति एडभान्स भयो नि त। अनि त्यसैले गर्दा त्यो चाहिँ मलाई युजफुल नै जस्तो लाग्छ। ओके जस्तै पिएचपी लाराभेल युजफुल भनौँ न त्यही त ब्याकएन्ड डेभलपमेन्ट अब युजफुलै हुन्छ ब्याकएन्ड डेभलपरको डिमान्ड पनि छ होइन डेभलपरकै अब जस्तै फ्रन्ट एन्डको मैले सर्टेन 9-10मा पढ्दाखेरि चाहिँ कसले मलाई भन्नुभएको थियो फ्रन्ट एन्ड डेभलपरको डिमान्ड हाई छ होइन अब फ्रन्ट एन्डको चाहिँ काम अलिकति कम नै हुन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ अब एआईको डेभलपमेन्टले हो त्यो सोच्नु स्वाभाविक हो होइन। तर वास्तवमा चाहिँ फ्रन्ट एन्डको पनि तपाईँको लजिकल पार्ट पनि हुन्छ क्या। जस्तै रियाक्टमा हेर्ने हो भने नेक्स्ट जिएसमा हेर्ने हो भने फ्रन्ट एन्डको लजिकल पार्ट पनि छ क्या। मान्छेहरूले के सोच्छ भन्दा फ्रन्ट एन्ड भन्ने बित्तिकै खालि एचटिएमएल सिएसएस हो एउटा रेस्पोन्सिभ बनाइसकेपछि त्यो सक्यो जस्तो लाग्छ होइन। तर लजिकल पार्ट पनि धेरै छ क्या फ्रन्ट एन्डमा। जस्तै मैले रियाक्ट सिकाएको थिएँ योभन्दा अगाडि। अब रियाक्टमा तपाईँको लजिकल पार्ट पनि एकदमै धेरै छ। त्यो लजिकल पार्ट जसले राम्रोसँग जानेछ नि उसको चाहिँ जागिर सेभ हुन्छ जस्तो लाग्छ मलाई। जस्तै अब सिम्पल तपाईँको एचटिएमएल सिएसएस डिजाइन मात्रै गर्नेको चाहिँ जान सक्ला तर लजिकल्ली राम्रोसँग भएर त्यो लजिकल पार्ट गर्नेहरूको चाहिँ त्यति राम्रै छ जस्तो लाग्छ मलाई। लोजिकल मलाई जसम्म लाग्छ जेमा गरे पनि अलिकति स्किलफुल भयो भने चाहिँ एकदम अब चाहिँ तपाईँको थोरै स्किल भएर पहिलाको जस्तो जागिर सजिलोसँग चाहिँ पाइँदैन। जस्तै मैले पहिला जागिर पाउँदाखेरि इमेलमा उसले मलाई एउटा क्वेसन सोधेको थियो। मैले त्यो एउटा कोडिङको क्वेसन सोधेको थियो अनि त्यसपछि मैले त्यसको चाहिँ सल्भ गरेर दिएँ। त्यसपछि मैले सिधै अफर लेटर पाएँ कि त्यतिखेर आजभन्दा 4-5 वर्ष अगाडि भनौँ। तर अब अहिले त्यति सजिलो छैन जागिर पाउनलाई। अहिले चाहिँ तपाईँसँग स्किल पनि जस्तै मलाई चाहिँ के लाग्छ भने जस्तै अहिले अथवा पहिले पनि जस्तै हाम्रो जब मार्केटमा चाहिँ अलिकति कम्पिटेटिभ हुन्छ क्या कम्पिटिसन हुन्छ जस्तै तपाईँ र म भिन्न गयौँ भने तपाईँ र म जो सक्षम छ त्यसलाई लिने हो नि त अनि त्यो पछाडि यही हुँदै हुँदै गर्दाखेरि आइटी पढ्ने धेरै भयो होइन अहिले चाहिँ अब म्याक्सिमम् आइटी पढिरहेको छन् सडन मैले देखिरहेको पनि हुन्छ 10जनाको भिडमा ढुङ्गाले हान्यो भने चाहिँ 7जना आइटी पढ्ने हुन्छ पनि भन्छ त्यो हुँदै गयो अब आइटी भयो
अनि अब मलाई चाहिँ के लाग्छ भने फ्युचरमा चाहिँ जस्तै कम्पिटिसनमा म भएँ एउटा अनि अरू आइटी पढ्ने भए त्योभन्दा फाल्टु एउटा कम्प्युटर एआई पनि हुन्छ जस्तो लाग्छ क्या हो यति नै डिफ्रेन्स हुन्छ जस्तो लाग्छ अब एआई भन्दा हामी अलिकति अझै बेटर भयौँ हामीसँग पर्फेक्ट स्किल छ भने त त्यो हामीलाई एआईले पनि रिप्लेस गर्ला जस्तो चाहिँ हुँदैन नि त मान्छेले ह्युमनलाई बिलिभ गर्ला जस्तो लाग्छ यो चाहिँ के त्यही हो यो चाहिँ मलाई पनि त्यस्तो लाग्छ मान्छेहरू डराइरहेछन् एआईले रिप्लेस गर्छ भनेर कति मान्छेहरू डराउने पनि छन् अब मलाई चाहिँ के लाग्छ भन्दा अब रिप्लेस गर्छ भने पनि गर्छ यदि पछि गर्छ भने गर्छ त्यो केही प्रब्लम छैन तर अहिले जबसम्म काम छ तबसम्म त्यो काम त राम्रोसँग गरौँ नि त होइन कुनै चिज 5 वर्षपछि 10 वर्षपछि आउँदैछ भनेर त्यसको डरमा अहिलेदेखिबाट हार मान्नु भनेको त राम्रो कुरो त होइन नि त त्यसैले मलाई चाहिँ के लाग्छ भन्दा अहिले आफ्नो जे काम छ गरिराखौँ पछि भएपछि देखा जाएगा भने जस्तो के त्यस्तो हो अनि तपाईँको भन्दाखेरि पनि मलाई चाहिँ पुरै रिप्लेस गर्छ भन्नेमा चाहिँ म फेरि मलाई विश्वास लाग्दैन केही न केही जब चाहिँ हुन्छ के एआई पछि पनि मलाई चाहिँ त्यस्तो लाग्छ चाहिँ अब एआई पछि केही न केही जब त हुन्छ भन्ने होइन तपाईँको त कोडिङ अहिले जब छैन त्यो त एउटा प्यासन जस्तै छ स्कुल टिचिङ पढाइरहनु भएको छ सो मान्छेहरूले टिचिङको पनि चाहिँ अलिकति जब घट्छ भन्छन् तर टिचिङै पनि पुरै रिप्लेस त हुँदैन होला नि त स्कुल कलेजै बन्द हुने खालको त्योसम्म त्यस्तो खालको चाहिँ मलाई हुँदैन जस्तो लाग्छ है किन थाहा छ किनभने जस्तै म टिचर हो मलाई क्वेसन बनाउनु पर्यो भने नि च्याट जिपिटी डेभलप भएको त धेरै वर्ष भइसक्यो नि होइन मैले च्याट जिपिटीलाई एउटा राम्रो क्वेसन बनाऊ भन्यो भने नि विद्यार्थीलाई मैले स्कुलमा दिन सक्ने खालको क्वेसन उसले आज पनि बनाउन सक्दैन कि जस्तै ग्रेड 9 को लागि साइन्सको मलाई क्वेसन बनाइदेऊ भनेर मैले उसलाई यो च्याप्टर भनेर सेलेक्ट गरेँ भने उसले त्यो एक्ज्याक्टली नेपालको करिकुलम अनुसार बनाउनै सक्दैन कि त्यति सानो काम पनि उसले गर्न सक्दैन कि त्यो टिचरले नै दुःख पार गरिरहनु परेको छ अहिलेसम्म भने मलाई चाहिँ के लाग्छ भन्दा टिचरको चाहिँ भ्यालु जहिले पनि हुन्छ जस्तो लाग्छ किनभने कुनै कुरा सिक्नलाई जस्तै एआईबाट पनि सिक्न सकिन्छ होइन तर टिचरले सिकाएको जस्तो राम्रो चाहिँ मलाई हुँदैन जस्तो लाग्छ तपाईँले चाहिँ कोडिङ चाहिँ टिचरबाट सिक्नु भएको होइन होला होइन मैले कोडिङ चाहिँ खासमा मैले युट्युबहरूबाट सिकेको हो प्लस सेल्फ स्टडी जस्तो डकुमेन्टेसनहरू हुन्छ नि त्यसमा चाहिँ मैले एकदमै धेरै टाइम दिएर उसले जे भन्छ त्यो प्र्याक्टिस गरेर त्यसरी चाहिँ मैले सिकेँ तपाईँले निकै अगाडि नै सिक्नु भएको रहेछ तपाईँले त एमएममा जबै खाइसक्नु भएको रहेछ अब टिचिङ पनि अहिले गरिरहनु भएको छ सो जस्तै नेपालको करिकुलम त तपाईँ फ्यामिलियर हुनुहुन्छ नि त पढाउनु पनि हुन्छ पढ्नु पनि भएको छ अब म्याक्सिममलाई चाहिँ त्यो नेपाली करिकुलमको बारेमा पनि के नलेज छ भने भन्नु कस्तो चिज छ भने खासमा एकचोटि जबमैसँग जानै सक्ने छ कि जबले चाहिँ बनाउने छ 10 क्लाससम्मको मैले पढाइ हेर्दाखेरि चाहिँ अब नेपाल सरकारलाई मैले एउटा कुरा चाहिँ भन्नै पर्छ कि जुन कुरा जबलाई चाहिन्छ नि होइन त्योभन्दा बढ्दा पनि हाम्रो नेपालमा चाहिँ धेरै थ्योरिटिकल कुरा छ के विद्यार्थीलाई मलाई के लाग्छ भन्दा विद्यार्थीलाई त्यत्रो बर्डन किन दिएको के पछि जब जबमा उनीहरू जान्छन् त्यसमा भएको 5% मात्रै युज हुन्छ किन विद्यार्थीलाई यत्रो दुःख दिएर चाहिँ त्यो सबै संसारको नलेज चाहिँ जान्न लागेको मलाई चाहिँ त्यो लाग्छ के त्यसरी नेपालको यो करिकुलम चाहिँ अलिकति चेन्ज गर्नै पर्ने नै छ जब ओरिएन्टेड पनि बनाउनु पर्यो क्या हामीले किनभने हामीले पढेपछि पैसा कमाउँछ भनेर भन्छौँ तर खोइ त पैसा कमाएको इभन तपाईँको 10-12 पास गरेपछि पनि अलिअलि पैसा कमाउन सक्ने त स्किल हुनु पऱ्यो नि हाम्रो त मास्टर्स गरिसकेपछि पनि अब पैसा कमाउँछ कि कमाउँदैन भन्नेमा शङ्का हुन्छ क्या मान्छेलाई करिकुलम छैन भने फेरि किताबहरू पनि छ करिकुलम छ सब्जेक्ट छ कलेज तर थ्योरी मात्र छ क्या हो मेनली फोकस चाहिँ थ्योरीलाई गरेर चाहिँ प्र्याक्टिकललाई छैन प्र्याक्टिकल सेसनहरूलाई छैन जस्तै प्र्याक्टिकल्ली जस्तै 19बाटै पनि कोडिङहरू जस्तै कोही गर्छु भन्ने हुन्छ मैले इभन देखाएको छ 19को मान्छे पनि कोडिङ गरेर आएको तपाईँले सिकाइराख्नु भएको कि तपाईँले सिक्ने चाहिँ को जस्तो आइरहेको मैले सिकाउने त तपाईँको 12 पास गरेको आइटी स्टुडेन्टकै आइरहेको छ तर मैले अहिले रिसेन्टली सिकाउनेमा चाहिँ इभन तपाईँको सबभन्दा सानो स्टुडेन्ट चाहिँ 10-12 वर्षको एकजना बच्चा पनि हुन्छ उहाँले पनि एकदमै राम्रो एन्सर गरेर चाहिँ त्यो जुन मैले सिकाउँछु सिकाएपछि उहाँले एन्सर टाइप गरेर बुझाउनु पर्ने हुन्छ क्या उहाँले त्यसमा चाहिँ राम्रो पर्फर्म गर्नु भइरहेको छ त्यसैले यो चाहिँ कोडिङ सिक्नको लागि चाहिँ सानै उमेरदेखि सिक्दा पनि राम्रै हुन्छ जस्तै मैले पढाउने स्कुलहरूमा पनि तपाईँको 9-10मा चाहिँ पाइथन अनि त्यसपछि यो अरू कुराहरू पनि सिक्दैछन् क्या बच्चाहरूले पाइथन एचटिएमएल सिएसएस जाभास्क्रिप्ट त्यो कुराहरू सिक्दैछन् बच्चाहरूले जस्तै पाइथन त मलाई लाग्छ अहिलेबाट सरकारले चाहिँ करिकुलममा पनि हालेको छ जस्तो लाग्छ मलाई यो कम्प्युटरकोमा चाहिँ सुने जस्तो लाग्छ तर मैले चाहिँ के बुझेँ भन्दाखेरि पाइथन मैले अरू डेभलपरहरूलाई सोद्धाखेरि चाहिँ त्यो गलत हो भने सक्दैनन् तिनीहरूले त्यो पाइथन त कहाँ अहिलेदेखि पढाएर पाइथनको बेसिक कुरा त सक्छन् नि जस्तै मैले पढाउने स्कुलमा पनि अब मलाई एक दिन सर पाइथन पढाउनु भनेर भन्दै थिएँ मैले अलिअलि पढाएको थिएँ अब त्यो उनीहरूले जस्तै अड इभन छुट्याउने त्यस्तोवाला सिम्पल हुन्छ नि जस्तै प्यालिन्ड्रोमवाला प्यालिन्ड्रोम भनेको त अलिकति एडभान्स नै हो त्योसम्म पनि तपाईँको चाहिँ उनीहरूले गरिरहेको छन् के जस्तै प्राइम नम्बर छुट्याउने त्यो भनेको पनि पाइथनबाट प्राइम नम्बरलाई छुट्याउन सक्नु भनेको पनि एउटा चाहिँ लुपहरू लेखेर अलिकति एडभान्स कुरा हो उनीहरू सिन्ट्याक्ससँग फेमिलियर भयो भने त लोजिक डेभलप गर्न त पछि आफै सकिहाल्छ नि सिन्ट्याक्ससँग फेमिलियर हुन सक्नु पर्यो नि त मेन टेबलदेखि नै राम्रै हुन्छ पाइथन जस्तै 8 पास गरेपछि 9-10मा त पाइथन सिक्दा त राम्रै हुन्छ
दिँदाखेरि पनि मैले 9 10 देखि नै कोडिङ सिक्न कोही चाहने छ भने चाहिँ गर्दा हुने रहेछ है। र मैले जहाँसम्म नेपालको युनिभर्सिटी तर कोर्समा त सीबाटै मान्छेले सुरु गर्दैछ नि प्रायः त यस कोडिङ त त्यो खासमा सीबाट सुरु गरेको राम्रो, किनभने सीबाट चाहिँ तपाईँको बेसिक कुराहरू सिकिन्छ होइन। तर जबको लागि चाहिँ फेरि सी मात्रै जाने छु भनेर जब चाहिँ पाइँदैन। तर सी सिकेर अरू कुरा सिक्यो भने चाहिँ भित्री कुरा बुझ्न सजिलो हुन्छ। जस्तै कसरी स्टोर हुन्छ त्यो कुराहरू चाहिँ भित्रैदेखि बुझिन्छ के सी सिक्यो भने चाहिँ। मैले जस्तै अब ट्रेनिङ चाहिँ फिजिक्सको चाहिँ अहिले दिनु भएको छैन तपाईँले? मैले फिजिक्सको अहिले चाहिँ दिएको छैन, अहिले बनाएको चाहिँ छैन भिडियो। तर अब मैले बनाउँछु भनेर चाहिँ मेरो च्यानलमा अस्ति लेखेको थिएँ, बनाउने मैले फुर्सद पाएको छैन। यो अब म हप्तामा एउटा या त महिनामा एउटा चाहिँ भिडियो फेरि मलाई कन्टिन्यू गरौँ जस्तो चाहिँ लागिरहेको छ फिजिक्समा पनि के। जुन मैले फिजिक्सको तपाईँले मेनली फोकस कुन पार्टलाई गर्नुहुन्छ? जस्तै फिजिक्सको मैले फिजिक्सको त 11 12 को लागि गर्छु होइन। अनि तपाईँको लगभग मैले पढाएकोमा अप्टिक्सलाई पनि मैले पढाएको छु, अनि इलेक्ट्रिसिटी चाहिँ मैले एउटा पढाएको थिइनँ, मेकानिक्सहरू पनि पढाएको थिएँ। मेकानिक्सको त लगभग कम्प्लिट नै हुने गरी पढाएको थिएँ मैले 11 को त, मेरो त्यो क्रिस्टल क्लियर कन्सेप्ट भन्ने च्यानलमा चाहिँ। अनि त्यो पढाइसकेपछि हिटको पनि मैले पढाएको थिएँ राम्रोसँग। त्यो 3टा पार्ट चाहिँ मैले पढाएको थिएँ। इलेक्ट्रिसिटी चाहिँ अलिकति मैले त्यति पढाएको थिइनँ त्यतिखेर चाहिँ। ओके, जस्तै यो फिजिक्स छ नि होइन, फिजिक्समा र मैले मेनली देखेको चाहिँ स्टुडेन्टहरू अनि अर्को यो कम्प्युटरमा चाहिँ जुन प्यासनेटेड हुन्छ नि तिनीहरूले गर्छन्। जस्तै कम्प्युटरमा त म्याक्सिमम् स्टुडेन्टहरू प्यासनेट छन्, कतिले गेम बनाउने भने। फिजिक्समा चाहिँ कतिको प्यासन स्टुडेन्ट छन्? फिजिक्समा पनि प्यासनेटै हुन्छन् स्टुडेन्टहरू होइन। तर रिसेन्टली चाहिँ अहिले मैले के सुन्दैछु भन्दा जस्तै युएसएमा पनि कति मान्छेहरूले भन्दैछन् कि धेरै नै फिजिक्स ग्रेजुएट धेरै भयो अरे क्या अब चाहिँ। पहिला चाहिँ तपाईँको नेपालमा फिजिक्स गर्ने भनेकै अमेरिका जानको लागि, अमेरिकामा चाहिँ सजिलोसँग काम पाउँछ भन्नको लागि। तर अहिले चाहिँ अब कस्तो भयो अरे भन्दा सिचुएसन चाहिँ अमेरिकामा पनि धेरै भयो अरे क्या फिजिक्स ग्रेजुएट्स चाहिँ। त्यसले गर्दाखेरि चाहिँ तपाईँ एकदम प्यासनेट हुनुहुन्छ भने चाहिँ फिजिक्स चुज गर्नु। तर अमेरिकामा गएर खतरा भइन्छ, साइन्टिस्टहरू जस्तो भइन्छ, नासाहरूमा जान पाइन्छ भन्ने सपना मात्रै तपाईँको छ, तपाईँ प्यासनेट हुनुहुँदैन भने चाहिँ फिजिक्स नगरेको राम्रो। एकदमै प्यासन तपाईँमा छ भने चाहिँ गर्नु त्यस्तो। जस्तै फिजिक्समा मैले रिसेन्टली हेरेको चाहिँ फिजिक्सको जुन ल्याबोरेटरी अथवा थ्योरिटिकल भन्दा पनि प्र्याक्टिकल हुन्छ नि, नेपालमा इन्फ्रास्ट्रक्चर ल्याक छ भन्ने मैले सुनेर हुन्छु। यो चाहिँ कतिको ट्रु? तपाईँ त म्याक्सिमम् स्कुल कलेजहरू डुलिरहनु भएको छ नि त, कतिको दिन सकिरहेको छ कलेजहरू? त्यसलाई एक हिसाबले ट्रु पनि भन्न मिल्छ, एक हिसाबले फल्स पनि भन्न मिल्छ। कसरी भन्दा जस्तै तपाईँको प्र्याक्टिकल जुन हामीले गराउँछौँ नि 11 12 मा, त्यो प्र्याक्टिकल गराउनको लागि चाहिँ कलेजसँग लगभग सबै सामान हुन्छ। प्राइभेट कलेजमा है, अब मलाई सरकारीको चाहिँ थाहा भएन। प्राइभेट कलेजमा मैले हेर्दाखेरि उनीहरूसँग त्यो सबै सामान हुन्छ, प्र्याक्टिकल त्यो सबै गर्न चाहिँ सकिन्छ। तर हाम्रो पढाइ कस्तो भयो भन्दा त्यो प्र्याक्टिकल र पछि लाइफमा गएर गर्ने काम चाहिँ अलिअलि फरक हुन्छ क्या। त्यो लेभलसम्मको चाहिँ हाम्रो प्र्याक्टिकल छैन, जब ओरिएन्टेडवाला। तर जुन कोर्समा लेखेको छ त्यसको लागि त इन्फ्रास्ट्रक्चर हामीसँग छ। कोर्समा जुन छ त्यसको लागि चाहिँ प्र्याक्टिकल्सहरूको लागि चाहिँ धेरै जसो कलेजसँग हुन्छ। त्यो कम्प्युटरको पनि त पहिले अब प्रायः त्यो कम्प्युटरै हुन्न थियो होइन। अहिले त सबै स्कुल कलेजहरूमा म्याक्सिमम् कम्प्युटर विन्डोज 10 नै मजाले चलाइरहेको भन्छन्। जस्तै तपाईँले अब हामी कोडिङमै छिरौँ अलिकति होइन, जस्तै कोडिङमा यो जुन फिजिक्स र कोडिङको के रिलेसन थियो कि थिएन त? तपाईँले त्यही कोडिङमा एड्याप्ट कसरी हुनु भन्ने कुरा आयो? ओके, मैले चाहिँ कसरी एड्याप्ट भयो भन्दा मेरोमा चाहिँ एउटा नेचर के छ भन्दा नयाँ कुरा सिक्न चाहिँ मलाई अलिक मन पनि पर्छ, अनि चाँडो पनि मैले सिक्छु के। अनि त्यसले गर्दाखेरि चाहिँ मलाई कोडिङ चाहिँ इन्ट्रेस्टिङ लाग्यो कि सुरुमै। जस्तै मैले कोडिङ तपाईँको सबभन्दा फर्स्टमा सिकेँ भनेकै नै यो खान एकाडेमी भन्ने तपाईँलाई थाहा छ? त्यो खान एकाडेमी भनेको चाहिँ अनलाइन पढ्न मिल्छ क्या त्यसमा मैले जाभास्क्रिप्ट जमानामा सिकेको थिएँ। कहिले भन्दा म तपाईँको 11 12 पढ्ने बेलामै त्यतिखेर मैले चाहिँ जाभास्क्रिप्टको अलिअलि सिकाएको थिएँ कि त्यो खान एकाडेमी भन्नेमा चाहिँ। अनि त्यसबाट पनि मलाई चाहिँ इन्ट्रेस्ट आएको थियो। त्यो त्यसमा चाहिँ अनलाइन नै सिक्ने हो त्यसमा चाहिँ होइन। त्यसमा मैले जाभास्क्रिप्ट सिकाएको थिएँ, त्यसबाट चाहिँ मलाई इन्ट्रेस्ट आयो। अनि नयाँ कुरा सिक्न चाहिँ मलाई फेरि एकदमै मनपर्छ क्या। त्यसले गर्दाखेरि पनि म चाहिँ एड्याप्ट भएँ दुइटैमा। जस्तो तपाईँले फर्स्टमा सिक्दाखेरि सिम्पल कोडिङबाटै कुन जाभास्क्रिप्टबाटै सुरु गर्नु भयो? सुरुमा मेरो जाभास्क्रिप्टबाटै सुरु भएको, त्यतिखेरै मैले सिकेको थिएँ 11 12 पढ्ने बेलामै। जस्तै सिक्दाखेरि पनि कतिले चाहिँ रियल प्रोजेक्ट अथवा आफै प्रोजेक्ट बनाएर सिक्नु भन्छन् होइन, प्रोग्राम गरेर। तपाईँले के सडन सानोतिनो प्रोग्राम प्रोजेक्ट गरेर सिक्नु हो कि? मैले खासमा चाहिँ यस्तो बेसिकबाटै सुरु गरेँ, अनि बेसिक गरिसकेपछि पछि भएपछि अलिअलि मैले चाहिँ प्रोजेक्टहरू पनि बनाएँ। तर सुरुमै चाहिँ प्रोजेक्ट बनाएर सिक्नु चाहिँ एकदमै नराम्रो लाग्छ। कति मलाई विद्यार्थीले भन्छन् के सर प्रोजेक्ट बनाएर सिकाउनु न भनेर। तर सुरुमै तपाईँले प्रोजेक्टबाट सिक्नुहुन्छ भने नि त्यो चाहिँ गलत हो क्या। पहिला तपाईँले बेसिक कुरा राम्रोसँग तपाईँको दिमागमा छिरेपछि अनि प्रोजेक्ट गऱ्यो भने रमाइलो हुन्छ प्रोजेक्ट।
नभए चाहिँ त्यही प्रोजेक्ट बोझ हुन्छ क्या, किनभने सिक्नको लागि प्रोजेक्ट गऱ्यो भने त जस्तै तपाईँले एबिसिडी नसिकिकन किताब पढ्दा पढ्दै एबिसिडी सिकिन्छ भने जस्तो भयो क्या, त्यस्तो हुँदैन नि त। त्यसैले बेसिकमा मलाई चाहिँ के विश्वास लाग्छ भन्दा बेसिकमा पहिला स्ट्रङ भएपछि अनि बल्ल प्रोजेक्ट गऱ्यो भने चाहिँ राम्रो। प्रोजेक्ट अहिले त तर प्रोजेक्ट गर्नु पनि सजिलो भएको नि त है एआईले गर्दा। तपाईँले त्यति बेला एआई थिएन होला। जस्तै पहिले पनि मलाई एकजनाले भन्नुभएको थियो, पहिले पनि हामीले कोड गर्दाखेरि सर्टेन कुराहरू गुगलमा खोजेर सोल्युसन निकाल्थ्यौँ, अहिले पनि एआईले त्यही गर्ने हो भन्नुहुन्छ। तर त्योभन्दा अलिकति एडभान्स के हो, सजिलो भयो? त्यसमा अलिकति चाहिँ सजिलो भएको छ। पहिला पनि हाम्रो कोडरहरूले गर्ने भनेको चाहिँ गुगलमै सर्च गर्ने हो र गिट हब भन्ने हुन्छ कि एउटा। गिट हबमा चाहिँ तपाईँको धेरै कोडहरू हुन्छ, जति पनि त्यो जागिर खान्छन् नि मान्छेहरूले, धेरै जसो कोड चाहिँ गिट हबबाटै उठाएर गरेको हुन्छ क्या। त्यो जति धेरै प्रोजेक्ट हुन्छ नि गिट हबबाटै उठाएर गरेको हुन्छ त्यो कोड। अनि त्यसले गर्दाखेरि चाहिँ गिट हब त्यसले गर्दाखेरि चाहिँ जुन हाम्रो गिट हब छ त्यो चाहिँ कोडरहरूको चाहिँ हब जस्तो नै हो होइन। अनि अर्को तपाईँले के सोध्नु भएको थियो अरे? जस्तै प्रोजेक्ट अहिले त एआईले हेल्प गर्छ भने जस्तै गिट हब एउटा भयो। अब अहिले चाहिँ तपाईँको एआईले चाहिँ केसम्म हेल्प गरेको छ भन्दा कुनै कुरा बुझिएन भने चाहिँ त्यो बुझ्न चाहिँ सजिलो हुने भयो कि। जस्तै गुगलमा मैले कुनै कुरा टाइप गरेँ भने त्यो एन्सर त खोज्नु पऱ्यो नि त, तर एआईले चाहिँ त्यसलाई बुझेर उसले आफ्नो तरिकाले चाहिँ बुझाउने भयो कि। जस्तै बिचमा मैले कोडमा कुनै एउटा सानो कुरा बुझिनँ, अब गुगलमा मैले कसरी सोध्ने, त्यो पुरै कोड त मैले कपी पेस्ट गर्न त मिल्दैन। तर च्याट जिपिटीमा चाहिँ मिल्छ, मैले पेस्ट गरेर यो कुरा मैले बुझिनँ भने उसले त्यो बिचको कुरालाई चाहिँ बुझाइदिन सक्छ क्या, त्यस्तो हुन्छ। जस्तै च्याट जिपिटीले चाहिँ लोजिक पनि भनिदिने भयो, ऊ पनि भनिदिने भयो, तर गिटहबबाट चाहिँ जस्ट कोड मात्रै डाउनलोड गरियो, त्यो कोडको फङ्सन चाहिँ थाहा भएन क्या हामीलाई, अब यसले के गर्छ भन्ने कुरो चाहिँ एक्चुअली थाहा भएन। त्यो कुरा थाहा भएन नि। गुगलबाट पनि मिल्न चाहिँ मिल्छ, तर डिटेल नभनिदिन सक्छ क्या गुगलले चाहिँ। जस्तै पहिला स्ट्याक ओभरफ्लो भन्ने थियो, त्यसबाट चाहिँ प्रब्लम सल्भ गरिन्थ्यो। अब अहिले चाहिँ तपाईँको के हुन्छ, धेरै जसो सानोतिनो प्रब्लम चाहिँ च्याट जिपिटीबाटै सल्भ हुन्छ, ठुल्ठुलो कुनै प्रब्लम स्ट्याक ओभरफ्लोबाट पनि सल्भ हुन्छ अहिले पनि, त्यस्तो हो। जस्तै तपाईँले अहिले युज गर्दाखेरि मेनली च्याट जिपिटी नै होला कोडमा? कुनै सडन कुराहरू युज गर्नु पर्यो भने अथवा सजेस्ट पनि गर्नु पर्यो भने मैले च्याट जिपिटीलाई प्रम्प्ट दिएर गराउँछु, धेरै कुराहरू मैले गराउँछु, त्यसबाट सजिलोसँग हुन्छ। ओके, अनि जस्तै यो प्रम्प्ट दिनेमा पनि अलिकति चाहिँ तपाईँले दिनु अथवा होइन अलिकति कोडिङ गर्नेले दिनु अथवा फाल्टोले प्रम्प्ट दिनुमा पनि फरक छ र प्रम्प्ट अनुसार उसले काम गर्ने हो भन्छ नि त, यसमा चाहिँ के छ अलिकति प्रम्प्टिङमा चाहिँ? त्यो चाहिँ एकदम फरक पर्छ। जस्तै तपाईँले मेक मी दिस एप मात्रै भन्नुभयो भने ऊ कन्फ्युज हुन्छ क्या, कसरी बनाउने कसरी बनाउने। अब जस्तै मलाई कुनै एउटा एप चाहियो जसमा चाहिँ स्टुडेन्टको डेटाहरू यसरी रेकर्ड हुनु पऱ्यो, यो फर्ममा रेकर्ड हुनु पऱ्यो, अनि यसरी कन्भर्ट हुनु पऱ्यो, यो कुरा हुनु पऱ्यो भनेर जुन मैले डिटेल दिन्छु नि त्यसमा, हो त्यो डिटेल दियो भने पनि उसले चाहिँ सजिलोसँग उसले चाहिँ राम्रोवाला कोड चाहिँ दिन्छ क्या मलाई। तपाईँले सिम्पल त्यो प्रम्प्टिङ गर्नुभन्दा त्यसरी प्रम्प्ट दियो भने चाहिँ राम्रो हुन्छ। त्यसैले भनिन्छ नि भाइब कोडरले भन्दा चाहिँ जुन रियल कोडर हुन्छ उसले प्रम्प्ट दियो भने चाहिँ एआईले राम्रोसँग काम गर्छ भनेर भनिन्छ नि, त्यो थाहा भयो भने चाहिँ राम्रो हुन्छ क्या। भनेपछि अलिकति कोडिङमा नलेज त हुनैपर्ने रहेछ नि त, जतिसँग पनि प्रम्प्टिङ दिँदा तर त्यत्तिकै मेक मी दिस एप भनेर त त्यो सेभ गरेर त नहुने रहेछ। ओके, अब एआईमा हामी छिर्यौँ होइन। जस्तै जब मार्केट अहिलेको सर्टेन अहिलेको र अबको 2 वर्षको चाहिँ जब मार्केट के छ, एआईले कतिको इम्प्याक्ट पारेको छ तपाईँ त अब लिइरहनु भएको छ? नेपालको लागि त अबको 2 वर्षमा त केही पनि इम्प्याक्ट पार्दैन जस्तो लाग्छ मलाई। सबभन्दा धेरै तपाईँको नेपालमा जब भनेको वेब डेभलपमेन्टकै हो। 2 वर्षसम्म त मलाई लाग्छ वेब डेभलपमेन्टको जब चाहिँ एआईले चाहिँ अलिकति पनि फरक पार्दैन। हो, कम्पिटिसन चाहिँ अलिकति बढेको छ, जब पाउन चाहिँ अलिकति गाह्रो भएको छ, किनभने धेरैजना मान्छेहरू आयो नि त अहिले। तर मलाई इम्प्याक्ट पार्दैन जस्तो लाग्छ 2 वर्षमा चाहिँ। जस्तो कम्पिटिसनमा पनि अहिले त कम्पिटिसनमा मान्छे नै आयो नि त, आइटी ग्रेजुएसन धेरै भएर कम्पिटिसन भयो, अब एआईले गर्दा चाहिँ अहिलेसम्म भएको छैन नि त। त्यो त जब भ्याकेन्सीहरूमा पनि हेर्दाखेरि त्यो जस्तै मैले हेरेको इन्टर्नको चाहिँ अलिकति पोजिसन घटेको अथवा इन्टर्न चाहिँ गर्न नपाउने भन्ने भएको छ क्या, इन्टर्नको काम चाहिँ एआईले गरिदिने भन्ने। इन्टर्नको कुरा एआईले गर्ने भनेको छ, अनि इन्टर्न पाउन चाहिँ अलिकति गाह्रो पनि भइरहेछ अहिले मान्छेहरूलाई। जस्तै इन्टर्न तपाईँको मान्छेहरूले केसम्म पनि गरिरहेछन् भन्दा म पैसा दिन्छु तपाईँलाई महिनाको 3-4 हजार, तपाईँ मलाई इन्टर्नमा राख्नु भन्ने पनि हालत आइरहेछ क्या अहिले मान्छेहरूको इन्टर्न नपाएर। अब त्यो इन्टर्न चाहिँ कस्तो हो भन्दा कति कम्पनीले चाहिँ फेरि अब ठगी पनि गर्छन्, इन्टर्न राख्छन् 2-3 महिना, अनि त्यसबाट काम लिन्छन्, फेरि तपाईँको सेलेक्सन भएन भनेर छोडिदिन्छन्, फेरि अर्को राख्छन्, फेरि त्यसबाट पनि काम लिन्छन्। त्यस्तो गर्ने पनि हुन्छ कुनै कम्पनीहरू चाहिँ, त्यसरी इन्टर्नहरूबाट फाइदा लिने पनि हुन्छन्। र इन्टर्नको चाहिँ पहिलाको भन्दा अहिले चाहिँ अलिकति कमी भएको जस्तो देख्छु, किनभने मान्छेहरू चाहिँ सिनियर डेभलपर खोज्न थालिरहेछन् कि अहिले चाहिँ, जुनियर र इन्टर्न भन्दा पनि।
तर त्यो ट्रेन्ड बिस्तारै ब्रेक पनि हुन सक्छ जस्तो लाग्छ मलाई, किनभने जहिले पनि तपाईँले सिनियर खोज्नु भयो भने त त्यो जुनियर नै पछि गएर सिनियर हुने हो नि त। अनि तपाईँले जुनियर अहिले राख्नु भएन भने त 10 वर्षपछि यो सबै सिनियर त रिटायर हुन्छन्, अनि को सिनियर बन्छ त पछि, त्यो पनि समस्या भयो नि त। त्यही त जस्तै अहिले पनि हेर्दाखेरि अब एक्सपिरियन्सै खोज्छ भन्छन्, अनि अब एक्सपिरियन्सै छैन त कामै नदिकन एक्सपिरियन्स कहाँबाट आउने भन्ने पनि आउँछ नि त। हो त्यही त हो मेन प्रब्लम, त्यही त हुने हो। मान्छे इन्टर्न पाउन गाह्रो। इन्टर्नमा चाहिँ तपाईँले जस्तै एक्स्ट्रा प्रोजेक्ट हुन्छ नि बाहिर देशको, त्यो चाहिँ गर्नलाई सकिन्छ कि नै त? त्यसलाई पनि एउटा इन्टर्नको रूपमा लिन सकिन्छ कि सक्दैन फ्रिल्यान्सिङलाई क्या? सकिन्छ सकिन्छ। जस्तै फ्रिल्यान्सिङमा पनि हामीले चाहिँ जस्तै तपाईँको गिटहबमा पनि कति कुराहरू सल्भ गर्यो भने त्यो चाहिँ राम्रो मान्छ क्या, मान्छेहरूले कति इस्युहरू आइरहेको हुन्छ त्यसलाई सल्भ गर्न पनि मिल्छ होइन, त्यसलाई मान्न मिल्छ। त्यो फ्रिल्यान्सिङ हामीले गर्छौँ भने पनि त्यसलाई चाहिँ मान्न मिल्छ। अब जस्तै अहिले नेपालको जबमा हेर्ने हो भने पनि कति % प्रोग्रामरहरूले अथवा कति कम्पनीहरूले चाहिँ बाहिरकै काम गरिरहेछ भन्छ नि त। यो तर बाहिर अलिक पछि एआई एडभान्स हुँदै गएपछि बाहिर यो हाम्रो देशमा इफेक्ट पार्छ होला जब मार्केटमा यो इन्टर्न नआउन? अलिकति चाहिँ पार्न सक्छ होइन, तर एडभान्स कुरा चाहिँ एआईलाई गर्न पनि गाह्रो छ क्या अहिले। जस्तै कोडिङमा तपाईँको एडभान्स काम गर्नु पऱ्यो भने नर्मल भाइब कोडरले गर्न सक्दैन क्या। जुन तपाईँको एक्सपिरियन्स भएको मान्छे हुन्छ नि त्यसले नै एआई युज गरेर कामलाई अलिकति फास्ट गर्न चाहिँ सक्छ होइन, तर उसकै रिप्लेसमेन्ट हुन्छ भन्नेमा चाहिँ मलाई विश्वास त्यति लाग्दैन। पछि पनि जस्तै विदेशकै कामहरू यहाँ आउँदा पनि त्यो उनीहरूले कम्प्लेक्स भएर हामीलाई दिए हो कि। अब हामी नेपाली अनि यो अब जो इन्डियन लेभलको मान्छेहरू उनीहरू चाहिँ अलिकति ब्रेन हुन्छ भनेर उनीहरूले त्यो दिन्छन् क्या कामहरू चाहिँ, गाह्रो गाह्रो कामहरू हामीलाई। अनि नेपाल सस्तो पनि पर्छ हो नि। मानिले मैले एआई आयो र एआई एउटा खत्रै भयो होइन, तर एआईको फ्री भर्सन त दिनु होला नि त होइन, एआईलाई पनि पेड गर्नु पर्ला। त्यो एआईलाई पे गर्ने भन्दा त हाम्रो नेपाललाई दिनु सस्तो भयो भनेदेखि त्यो पक्कै पनि उनीहरूले हामीलाई पनि काम दिन्छ नि एक्सपोर्ट। मैले एउटा कुरा सुनेको थिएँ कि जस्तै भाइब कोडिङ गर्दै जाँदाखेरि अहिले चाहिँ यो कम्पनीहरूले के गरेका छन् रे भन्दा पैसा अलि धेरै लाग्ने बनाएको छन् रे के। तपाईँले धेरै प्रम्प्ट दिनुभयो भने पैसा धेरै लाग्छ अरे, अनि त्यो गर्दाखेरि तपाईँको कम्पेयर गर्दाखेरि चाहिँ के भयो अरे भन्दा जुन जुनियर डेभलपरले पैसा लिन्छ नि त्योभन्दा धेरै चाहिँ त्योभन्दा कम चाहिँ तपाईँको त्योभन्दा धेरै चाहिँ एआईले लिने जस्तो भयो अरे के। अनि त्यसले गर्दा मान्छेहरू पछुताएर ओहो जुनियर डेभलपरै ठिक हो कि जस्तो पनि कति मान्छेहरूलाई चाहिँ लागिरहेछ अरे क्या अहिले चाहिँ, त्यस्तो भइरहेछ। जुनियर डेभलपर हायर गर्यो भने उसले सस्तोमा पनि काम गर्यो, भोलिको दिनमा त उही सिनियर पनि हुन सक्यो नि त, कम्पनीलाई पनि फाइदा भयो नि त। मलाई पनि त्यही राम्रो लाग्छ, तपाईँले भनेको कुरा पनि ठिक हो। त्यही भएर तपाईँ पनि त्यही भएर कोडिङ सिकिरहेको जस्तै तपाईँको स्टुडेन्टहरू कोडिङ सिक्न आउँछन् होइन, कोडिङ सिक्न आउँदाखेरि सबले भन्छन् होला नि त तपाईँलाई एआईबाट त अफर छ भनेर, के अहिलेसम्म स्टुडेन्टहरूले क्वेसन गरेको छैनन् जो कोडिङ सिकिरहेको छन् तपाईँसित? अहिलेसम्म सिक्नेहरूले त गरेका छैनन्, तर जस्तै मैले भिडियो बनाएको छु भने कति मान्छेहरूले चाहिँ भनिरहेको पनि हुन्छन् एआई आइसक्यो अब त काम छैन भनेर भनिरहेको पनि हुन्छन्। अब मैले उनीहरूलाई चाहिँ के भन्छु भन्दा ल ठिक छ तपाईँको लागि काम छैन होला, तर जसको लागि काम छ उसलाई सिक्न दिनु, तपाईँ आफ्नो जे गर्ने हो तपाईँ गरेर बस्नु भनेर मैले चाहिँ त्यो खालको रिप्लाई गरिदिन्छु। सिक्न आउनेले नै चाहिँ त्यस्तो भन्नुभएको छैन, तर जसले मेरो भिडियो हेर्नुहुन्छ कमेन्टमा चाहिँ त्यस्तो पनि कुनै कुनै आइरहेको हुन्छ। एकजनाले मलाई के भन्नु भइरहेको थियो भन्दा दाइ कोडिङ काम छैन, फिजिक्स राम्रो छ बरु फिजिक्स सिक्नु भनेर मलाई भन्नुभएको थियो। जबकि मैले फिजिक्स भनेको त पहिला त्यत्रो युट्युब च्यानल बनाएर फिजिक्स मैले आफै पढाएको मान्छे, उसले मलाई सिक्नु भन्दैछ क्या फिजिक्स सिक्नु भन्दैछ। अब के भन्ने मैले, ल हुन्छ भनेर भनिदिएँ मैले उसलाई। प्रोजेक्टहरू पनि छ नि, जस्तै मेरो पाइथनमै पनि तपाईँको 5-6वटा मिनी प्रोजेक्ट छ नि, लास्टबाट फाइनल प्रोजेक्ट छ। जस्तै फाइनल प्रोजेक्टमा चाहिँ तपाईँको स्टुडेन्टहरूको डिटेलहरू लिएर त्यसलाई चाहिँ सेभ गर्ने, स्टोर गर्ने, डिलिट गर्ने, त्यो सबैवाला चाहिँ प्रोजेक्ट पनि छ मेरोमा 1 मन्थको कोर्समा चाहिँ। त्यस्तो अहिले त तपाईँले प्रोजेक्टहरू गर्नु भएको छैन होला है, त्यही सिकाउने मात्रै छ कि एक्स्ट्रा प्रोजेक्टहरू? एकदम, किनभने प्रोजेक्ट सिकाएन भने त फेरि त्यो थ्योरी मात्रै सिकाएर त हुँदैन नि त। मेरोमा दुइटै छ, प्रोजेक्ट पनि छ थ्योरी पनि छ कि। त्यस्तो फर्स्टमा बेसिक कुरा राम्रोसँग सिक्ने, त्यसपछि प्रोजेक्ट पनि गर्ने। बेसिक सिकेर सिन्ट्याक्ससँग फेमिलियर भयो भने अनि अझै प्रोजेक्ट गर्दा पनि हुन्छ। जस्तै तपाईँले प्रोजेक्ट सिकेर, तर तपाईँ एक्चुअली अहिले काम गर्दाखेरि चाहिँ टिचिङ र कोडिङ सिकाउने मात्रै हो कि अहिले पनि वेबको काम गर्नुहुन्छ भन्नु खोजेको हामी? मैले फुर्सदमा अलिअलि फ्रिल्यान्सिङ चाहिँ गर्छु है। जस्तै कोडिङसँग रिलेटेड चाहिँ अब कसैले केही यसमा केही मिस्टेक आएको रहेछ हेरिदिनु भनेर भन्यो भने अब त्यस्तोमा चाहिँ मैले अलिकति अब थोरै पेमेन्ट लिएर चाहिँ त्यस्तो उनीहरूको मिलाइदिने त्यस्तो कामहरू चाहिँ अलिअलि मैले गर्छु फ्रिल्यान्सिङको। फ्रिल्यान्सिङ भन्दाखेरि पहिलेको मैले एकजना डेभलपरसित पनि ल्याएको थिएँ पोडकास्ट, अनि त्यहाँको कमेन्टमा कतिजनाले भन्नुभएको थियो फ्रिल्यान्सिङ चाहिँ कहाँबाट गर्ने, कसरी गर्ने, यो चाहिँ कसरी चपाउने, यसको चाहिँ तपाईँले चाहिँ कहाँबाट पाइरहनु भएको छ? कि नेटवर्कले हो कि के छ? चाहिँ हेर्नु है, फ्रिल्यान्सिङमा पनि फेरि धेरै स्क्याम छ क्या। सुरुमा मैले फ्रिल्यान्सिङ गर्न खोज्दाखेरि अपवर्क भन्नेमा गर भनेर भन्यो, अपवर्कमा गएको त्यहाँ त केही पनि नपाइँदो रहेछ क्या। तपाईँको मैले गएर हेर्दाखेरि अपवर्कमा त त्यो हाम्रो लागि कामै छैन। अर्को फाइबर भन्ने छ, फाइबर पनि हाम्रो लागि काम छैन। हाम्रो लागि सबभन्दा बेस्ट के रहेछ भनेको चाहिँ मैले विचार गर्दाखेरि चाहिँ जुन फेसबुकहरूमा यो ग्रुपहरू हुन्छ नि त्यो ग्रुपबाट आएको चाहिँ
फ्रिल्यान्सिङ राम्रो हुन्छ के त्यो तपाईँको अपवर्क फाइबर त हामी नेपालीहरूको लागि त गाह्रो छ त्यसमा कमाउनु त त्यसैले गर्दाखेरि फ्रिल्यान्सिङ चाहिँ तपाईँले गर्नुहुन्छ भने फेसबुक ग्रुप या त त्यस्तै लोकल ग्रुप त्यस्तोबाट आएको फ्रिल्यान्सिङको कामहरू चाहिँ सस्टेनेबल हुन्छ त्यस्तो हुन्छ लिङ्कडिनबाट पनि आएको चाहिँ सस्टेनेबल हुन्छ र लिङ्कडिन चाहिँ कतिको नेपालीको लागि लिङ्कडिन चाहिँ जबको लागि चाहिँ बेस्ट हुन्छ फ्रिल्यान्सिङको लागि चाहिँ त्यति लिङ्कडिन राम्रो होइन तर जबको लागि त लिङ्कडिन राम्रो हो लिङ्कडिनमा जुन मान्छेहरूले भ्याकेन्सी दिइरहेको हुन्छ त्यो मध्ये धेरै जसो चाहिँ जेन्युनै हुन्छ मतलब मैले फेरि त्यो अघि नै उसलाई स्क्याम भन्न खोजेँ होइन है अपवर्क र त्यो उसलाई तर हामी स्क्याम कसरी भयौँ भन्दा हाम्रो सपना चाहिँ के हुन्छ भन्दा अपवर्कमा गइसकेपछि अब महिनाको चाहिँ नि मेहनत गऱ्यो भने त 50-60 हजार त कमाइन्छ जस्तो हुन्छ नि तर 1 रुपियाँ कमाइँदैन के त्यो त्यस्तो हुन्छ कि सुरुमा चाहिँ एकदमै गाह्रो हुन्छ क्या फर्स्ट जब पाउनलाई अनि त्यो फर्स्ट जब पाइसकेपछि पनि बिस्तारै बिस्तारै पाइन्छ क्या त्यो एकदम स्पिडमा हुँदैन कि त्यो चाहिँ भन्न खोजेँ मैले स्क्याम भन्न खोजेँ होइन तर स्लो हुन्छ क्या एकदम चलो अब हामीले मानिलिउँ होइन लिङ्कडिनमा अथवा त्यो उसमा नेपालकै पनि जबिङ प्लेटफर्महरूमा जस्तै यो पोर्टफोलियो बनाउनु भन्छ नि जुन पोर्टफोलियो यो चाहिँ के बनाएर अथवा सिबीमा के राख्दा ठिक हुन्छ होइन फिल्टर गरेर यो पनि सिबीमा चाहिँ के राख्दा ठिक हुन्छ भन्दा तपाईँले चाहिँ राम्रोवाला प्रोजेक्टहरू जुन तपाईँले गर्नुहुन्छ नि त्यसको लिङ्कहरू राखेर अनि त्यो मान्छेलाई चाहिँ तपाईँको प्रोजेक्ट देख्न मिल्ने गरी राख्यो भने चाहिँ सबभन्दा बेस्ट हुन्छ सिबीमा तपाईँले प्रोजेक्ट चाहिँ राम्रोवाला राख्नुपर्छ अब कति चाहिँ फेरि कपिड प्रोजेक्ट पनि हुन्छ कपिड प्रोजेक्ट चाहिँ राखेर काम छैन बरु सिम्पल प्रोजेक्ट गर्नु तपाईँले आफैले प्रोजेक्ट बनाउनु के किनभने तपाईँलाई इन्टरभ्यूमा त्यही प्रोजेक्टभित्रको क्वेसन सोधिदिन्छ अनि त्यो भित्रको क्वेसन एन्सर गर्न नसकेपछि तपाईँले चाहिँ अनि कसरी जस्टिफाई गर्नुहुन्छ त त्यसैले बरु तपाईँ सिम्पल प्रोजेक्ट बनाउनु तर त्यसलाई बुझेर बनाउनु कति मान्छेहरूले के गर्छन् सबै कोड कपी पेस्ट गरेर ल्याउँछन् मैले बनाएको प्रोजेक्ट भन्छ इन्टरभ्यूमा सोद्धाखेरि खोइ त यो तपाईँले के गरेको भनेर सोद्धाखेरि बुझाउनै सक्दैन क्या सिम्पल कुरा पनि उसले बुझाउन सक्दैन त्यहाँको अनि त्यो के काम लागेको त्यो त्यसैले आफैले जेन्युनली प्रोजेक्ट गरेर चाहिँ अनि पोर्टफोलियो बनायो भने सबभन्दा बेस्ट हुन्छ तपाईँले बनाएको जस्तै सर्टेन फर्स्ट प्रोजेक्ट के थियो केमा बनाउनु भएको थियो मैले फर्स्ट प्रोजेक्ट बनाएको भनेको त त्यतिखेर जाभा स्क्रिप्ट भनिसकेपछि पिएचपी त मैले पछि गरेँ हो सुरुमा जाभा स्क्रिप्ट गरियो जाभा स्क्रिप्टमा मैले एचटिएमएल सिएसएस जाभा स्क्रिप्टबाट चाहिँ एउटा तपाईँको सिम्पलवाला वेबसाइट जस्तो चाहिँ बनाएको थिएँ अनि त्यो त्यस्तोवाला वेबसाइट चाहिँ मैले इभन युट्युबमा त्यो ट्युटोरियल पनि बनाएको थिएँ कि त्यसको कसरी बनाउने भनेर एउटा जिमको जुन वेबसाइट हुन्छ नि वेबसाइटको अगाडिको फ्रन्ट एन्ड भाग मात्रै त्यसको चाहिँ मेरो त्यो पुरानो युट्युब च्यानलमा चाहिँ सायद कसरी बनाउने भनेर ट्युटोरियल पनि मैले त्यो चाहिँ बनाएको छु त्यस्तैवाला चाहिँ वेबसाइट मैले सुरुमा बनाएर त्यसरी चाहिँ प्रोजेक्ट बनाएको थिएँ अहिलेको साँच्चै कोडिङ भिडियो तपाईँले टिकटकमा मात्रै हाल्नुहुन्छ युट्युबमा पनि हाल्नुहुन्छ युट्युब पनि छ नि मेरो अहिलेको रिसेन्ट मेरो च्यानलको नाम चाहिँ कोड विथ मन्दिर ए हजुर कोडिङ मात्रै पुरानो च्यानलको नाम चाहिँ क्रिस्टल क्लियर कन्सेप्ट हो जस्तै पहिले त सिम्पल वेबसाइट बनाउनु भएको थियो तपाईँले प्रोजेक्टमा होइन त्यतिबाट पनि भयो जब तर अहिले त सिम्पल वेबसाइटै मात्र बनाउनु होला ब्याक एन्ड पनि मेन हुनुपर्छ होला होइन जस्तै अहिले चाहिँ तपाईँको सिम्पल वेबसाइट मात्रै बनाएर हुँदैन रेस्पोन्सिभनेस पनि सिक्नुपर्ने हुन्छ भित्री लजिक पनि सिक्नुपर्ने हुन्छ जस्तै पहिलाको जस्तो तपाईँको एचटिएमएल सिएसएस जाभा स्क्रिप्ट मात्रै आएर पनि हुँदैन फ्रन्ट एन्डमा अहिले रियाक्ट पनि आउनुपर्छ तपाईँलाई त्यसैले मैले रियाक्टको पनि क्लास ल्याएको थिएँ कि अस्ति अनि रियाक्टमा पनि राम्रोसँग चाहिँ लजिकल पार्टहरू राम्रोसँग तपाईँको स्ट्रङ भयो भने मात्रै अहिले चाहिँ जागिर पाउन सजिलो हुन्छ त्यस्तो जस्तै यो मलाई रियाक्ट थाहा छैन होइन रियाक्ट खासमा जाभा स्क्रिप्टको पार्ट हो होइन तर त्यसले चाहिँ तपाईँको वेबसाइटलाई एकदम क्लिन एकदम सजिलोसँग बनाउन सक्ने बनाइदिन्छ क्या जाभा स्क्रिप्टकै नै पार्ट हो क्या त्यो जाभा स्क्रिप्ट लाइब्रेरी हो त्यो चाहिँ अनि त्यसैले गर्दाखेरि जाभा स्क्रिप्टकै यो कुरा युज हुने हो तर सजिलो बनाइदिन्छ क्या काम गर्नु चाहिँ धेरै सजिलो हुन्छ त्यस्तो एचटिएमएल सिएसएस सिकेर जाभा स्क्रिप्ट सिकेर रियाक्ट सिक्दा ठिक हो कि होइन म रियाक्ट मात्रै सिक्छु म रियाक्टमै हुन्छु भन्नु के ए होइन त्यो त्यस्तो चाहिँ मिल्दैन किनभने तपाईँको रियाक्ट चाहिँ सुरुमा तपाईँले सिक्नुहुन्छ भन्दा तपाईँ त खत्तम त्यसो नगर्नु पहिले एचटिएमएल सिएसएस जाभा स्क्रिप्टमा राम्रोसँग बेस बनाएपछि मात्रै रियाक्ट सिक्ने हो कति मान्छेहरूले के गरे हुन्छ रियाक्टको प्रोजेक्ट कपी पेस्ट गरेर म चाहिँ रियाक्ट डेभलपर हो भनेर जागिर खानु गइरहेको हुन्छ कतिले पाउँछन् पनि जागिर अनि त्यसपछि तपाईँको एचटिएमएल सिएसएस जाभा सिक्न आइरहेको हुन्छ मान्छेहरू कोही कोही त्यस्तो पनि हुन्छ त्यसैले त्यो बेस चाहिँ चाहिन्छ त्यो सबै हाम्रो बानी चाहिँ के रहेछ भने मार्केटमा डिमान्ड के छ जबको अनि त्यही हेरेर त्यही सिक्ने त्यसले गर्दा बिग्रेको छ बरु बेसिक फाउन्डेसनदेखि गयो बरु 1 वर्ष ढिलो जागिर खायो होइन जब खायो भने त्यो गर्दाखेरि सस्टेनेबल हुनु भने त पछिसम्मलाई पनि टिक्ने भयो बेसिक कुरामा हाम्रो चाहिँ ध्यान छैन क्या जब मार्केट जेमा छ त्यही कुरा सिक्यो त्यसको लागि बेस के चाहिन्छ राम्रोसँग नसिकेपछि सस्टेनेबलै हुँदैन अनि 2-3 महिना जागिर खायो त्यसपछि फेरि निस्किनुपर्छ फेरि अर्को ठाउँमा खोज्यो फेरि निस्क्यो त्यही साइकल चलिरहेको छ रियाक्ट छ होइन एचटिएमएल सिएसएस छ
जस्तै मैले मानिलिउँ HTML CSS पनि यो जाभास्क्रिप्ट सँगै हुन्छ नि त जाभास्क्रिप्ट मात्रै सिकेर पनि सकिँदैन होला होइन के छ जाभास्क्रिप्ट मात्रै मैले पनि सिकिरहेको थिएँ जाभास्क्रिप्ट मात्रै चाहिँ सिक्न सकिन्छ किनभने त्यो चाहिँ एउटा ल्याङ्ग्वेज हो तपाईँले HTML र CSS बिना पनि जाभास्क्रिप्ट सिक्न सक्नुहुन्छ तर जाभास्क्रिप्टको अर्थ भनेको तपाईँको HTML र CSS लाई सजाउनको लागि हो त्यसैले तपाईँले जाभास्क्रिप्ट बेसिक सिकेपछि चाहिँ फेरि HTML CSS सँग मिलेर पनि फेरि त्यो डम म्यानिपुलेसन चाहिँ सिक्नुपर्ने हुन्छ जाभास्क्रिप्ट एउटा पार्ट हुन्छ डम म्यानिपुलेसन भन्ने अनि त्यो सिक्नको लागि चाहिँ तपाईँलाई HTML CSS चाहिन्छ त्यो त मैले पनि कतिजना डेभलपरले हेर्दाखेरि है मलाई CSS केही पनि आउँदैन भने तर उसले जाभा स्क्रिप्ट चाहिँ राम्रो गरेर आउँछ जस्तै एज अ ब्याकएन्ड डेभलपर हुन त यिनीहरूसित नसिकिकन छुट्टै ब्याकएन्डकै लागि सिक्दा हुन्छ होला होइन हुन्छ नि जस्तै मैले पहिला जागिर खाँदाखेरि पनि म चाहिँ PHP डेभलपरमा जागिरहेको थिएँ PHP डेभलपर भनिन्थ्यो त्यो चाहिँ खासमा ब्याकएन्डकै जब हो क्या त्यतिखेर चाहिँ मलाई जाभास्क्रिप्ट आउँथ्यो तर त्यो लेभलमा आउँदैन थियो क्या मतलब त्यो फ्रन्ट एन्डलाई राम्रोसँग गर्न सक्ने खालको लेभलमा आउँदैन थियो अनि त्यतिखेर मैले ब्याकएन्ड डेभलपरकै जागिर खाएर अनि पछि अरू कुराहरू पनि बिस्तारै सिकेँ त्यसैले ब्याकएन्ड छुट्टै पनि गर्न मिल्छ अनि फ्रन्ट एन्ड छुट्टै पनि गर्न मिल्छ दुइटै मिक्स भयो भने चाहिँ फुल स्ट्याक पनि गर्न मिल्छ त्यस्तो हो जस्तै फुल मैले त अहिले देखेकै थिएँ दुइटै फुल स्ट्याक हुने बरु ब्याकएन्ड फ्रन्ट एन्ड गर्ने तर युआई चाहिँ फरक हुन्छ रहेछ है युआईको पार्ट चाहिँ भनेको पनि खासमा फ्रन्ट एन्डकै एउटा पार्ट भन्दा पनि हुन्छ युआई गर्न सक्दैन होला युआई डिजाइनरले फ्रन्ट एन्ड ए जस्तै हो डिजाइनरको चाहिँ फेरि पार्ट छुट्टै डिजाइन भनेको चाहिँ उसले डिजाइन गर्ने भयो त्यो उसले गरेको डिजाइनलाई चाहिँ हामी फ्रन्ट एन्ड डेभलपरले चाहिँ अनि हाम्रो चाहिँ वेबसाइटमा उतार्नुपर्ने हुन्छ क्या सो डिजाइनरको चाहिँ जब छुट्टै हो युआई युएक्स डिजाइनर भन्ने जुन हुन्छ नि त्यो चाहिँ भयो अनि उसको कुरालाई हामीले चाहिँ वेबसाइटमा उतार्न सक्नु पर्यो त्यस्तो हुन्छ जस्तै ओके अब एउटा सजेसन भन्नु जस्तै मानिलिउँ कोडिङ सिक्नेलाई अझै पनि तपाईँले मैले सोधेँ जस्तै मेसिन लर्निङमा जान्छु भनेर बेस्ट के होला सजेसन मेसिन लर्निङमा जान्छु भन्नेलाई अहिलेको लागि त पाइथन नै राम्रो सजेसन हो अनि पाइथन त्यो अलिअलि मात्र सिकेर हुँदैन कि पाइथनलाई पहिला राम्रोसँग सिक्ने 2-3 महिना एकदमै राम्रोसँग सिक्ने अनि त्यसपछि नम्पाई पान्डाजहरू पनि हेरेर अनि बिस्तारै बिस्तारै चाहिँ अनि आफूलाई अपग्रेड गर्दै जाने हो कि त्यसो गर्यो भने राम्रो हुन्छ पाइथनबाटै सुरु गरेको बेस्ट मैले एउटा हेरेको पाइथनबाट सुरु होइन मैले एउटा हेरेको चाहिँ मलाई म्याथ र फिजिक्स झ्याउ लाग्यो म कोडिङमा जान्छु भनेर त सक्दैन भन्ने सुनेको त्यो चाहिँ के हो म्याथ र मेसिन लर्निङमा चाहिन्छ भन्दा एकदम चाहिन्छ नि अब त जस्तै तपाईँको एआईको लागि त स्ट्याटिस्टिक्सहरू एकदमै चाहिन्छ फिजिक्सको कन्सेप्टहरू पनि चाहिन्छ म्याथको कन्सेप्टहरू पनि चाहिन्छ त्यसैले एआईको लागि त तपाईँ म्याथमा एकदमै राम्रो हुनुपर्छ जुन नर्मल कोडिङ भन्दा पनि राम्रो हुनुपर्छ म्याथमा चाहिँ तपाईँ नर्मल कोडिङको लागि त्यति म्याथ चाहिँदैन तर एआईको लागि चाहिँ म्याथ चाहिन्छ एकदमै इम्पोर्टेन्ट फिजिक्स म्याथ एकदमै इम्पोर्टेन्ट म्याथको चाहिँ अब मैले फिजिक्सको चाहिँ पढाएको हो म्याथ पनि ट्युसनहरू चाहिँ मैले पहिला पढाएको थिएँ तर युट्युबमै चाहिँ मैले क्लास लिएको थिएन यदि तपाईँ अझै पनि उहाँ सरसँग चाहिँ कोडिङ सिक्छु भन्न चाहनुहुन्छ होइन अझै कोडिङको बारेमा नलेज जान्न चाहनुहुन्छ भने चाहिँ मैले वाट्सएपमा तल डिस्क्रिप्सनमा लिङ्क दिएको छु त्यहाँबाट उहाँको वाट्सएप नम्बर छ त्यहाँबाट तपाईँले सरकैसँग सिक्न सक्नुहुन्छ सरसँग अलिक क्वेरिजहरू छ भने पनि सोध्न सक्नुहुन्छ र सरको पनि युट्युब च्यानल छ उहाँ गएर भिडियोहरू हेर्न सक्नुहुन्छ कोडिङको पनि उसको पनि ओके ल